यहाँ भन्यो होइन है सर हामी त घाँस उखाल्न छ त्यसो भन्यो म गएँ हेर्नुहोस् घाँस उखाल्दै गर्दा गएँ उहाँ चाहिँ अनि त्यसपछि मलाई लगेर उता गएर अरे 3-4 जना म मात्र थिएन सर 3-4 जना निसा मात्र लाग्यो हामीलाई त्यो एकजना उहाँ म के भन्छन् फाँसी लिएर मर्छ त्यहाँनिर लगेर मलाई हात खुट्टा सबै बाँधियो अनि मलाई पनि हाने हेर्नुहोस् हामी गरिब जस्ता मान्छा कमैया मान्छा हामी त्यस्ता ठाउँमा हामी कहाँ जाने हो लडाइँ ठाउँमा हामीलाई के मतलबै छैन नि अनि त्यसपछि हेर्नुहोस् हामीलाई यस्तै गराएर चाहिँ धेरै दुःख गरे अनि त्यसपछि त्यो बड्डा थियो त्यो बड्डा चाहिँ बिमारै थियो अनि अब त्यसलाई पनि हातपात ढकल गरे ठ्याक्कै त्यही अनि एक रात त्यस्तै जिउँदै बस्यो अर्को रात चाहिँ बित्यो मैं कहूँ मोर श्रीमान इंडिया गेला टाइम मैं कहूँ मैं ही हूँ चौकीदार तो बिल्कुल महीन है तो ऐसी कौन ऊंचा लगाए लठ लगाए महीन है मारे तो एक ठो ठारू पुलिस रहे ठारू पुलिस के ए हाथ ना लगाओ है महिलालाई हाथ ना लगाओ न राम्रो हुन्छ कह के कहल ठारू पुलिस तब जाके महीन से थोड़े दूर हुई नहीं तो महीने तो उठे ही पूरा इसी कौन गैस ले महीन है पूरा पुलिस तब जाके ओस्ती के कर ले तब ये भैया से फिर पोस लाई एक सिरमा इन्हें चिन्थे कि नहीं कही के तब मैं कनु मैं चिन्थूँ के हो कहीं मैं कनु मोर पड़ोसी तो इहिन का नहीं तई चिन्थे कि नहीं तो ये फिर कहल हाँ मैं चिन्थूँ ये हो चौकीदार कह के एक श्रीमान कह के बाहर गिल बाटिस इंडिया तब छोड़ नहीं बल्ला महीन है नहीं तो महीन फिर नक कोई नाम शुरू सटै नहीं जे पुरुषन पैते कि मर नहीं काम कर लै अंधाधुन सटै लै तब जाके अब इनके तो ढेर दिन ऊँचा हुई सबसे ज्यादा कुटाई बम्मर पहले ये गोरा में पिटले गोरा में ये लसरी कस के घसीट के ले जाके कहीं खोला में फाल दे कहीं के कहीं खोला में फाल दे कहीं के ये मर जाए कहीं के ऐसी कौन कहीं तब बल्ला दिन बुरा हुए ने वहाँ गए कहो जोशीपुर गए नहीं फेन जाए वस्त करती ढेर सटाई नहीं लगभग हमारी महीना भर समय सटाई नहीं ऐसी कौन कर ले आता है कमाइया हुईलेक नाता से हो कि गरीब का नाता से हो हमरी नहीं कौन रुखा पैना हमरे एक मंजूरी ज्याला करके खाना मना हमरे ऐसी कौन हमरे नहीं सटाई ही कर से हमरे तो नहीं से कब बर्दाश्त करे कहीं क्या हमारे खे ढेर चिंता लागल का घास काटते ही खेतों में तो आई नहीं वहाँ से यहाँ कह के बोले नहीं झूलो फिर नहीं घर ले रहूँगा झूलो लगा कर नहीं बस ले नहीं वहाँ एकर घर कहाँ हो ओकर घर कहाँ हो चौकीदार के घर कहाँ बा अध्यक्ष घर तो वस्ती के ले नहीं जंगल में वहाँ कितने उतने सांझ हो गए पानी आए लगल तब ले नहीं हम वहाँ तो टच नहीं बना लाओ नंगैली बस जाओ अब कह देनी 2 चोट 3 चोट नंगैली लाओ तो यहाँ छोटा माल रहे वहाँ दिखा यहाँ माल रहे हेंचा में अनि हान्दै गरे तिनीहरू अब यहाँ चाहिँ अब के गर्ने अब भाग्नु पर्यो अब त्यो अब खाली मुलीमा त्यसरी कुटाइ खाएपछि त भाग्नै ठिक छ भनेर चाहिँ हामी पछि त हामी जङ्गलमा भाग्यौँ जङ्गलमा भागे घर छोड्दिए अनि जङ्गलैमा अब तिनीहरू आउँथे पुलिस अनि त्यति बेला अब तिनी अब आउन बित्तिकै बस समात्ने हानाहान गरेपछि त हामी भाग्ने भयो नि त आफ्नो जीवनलाई बचाउनु पर्यो खाली मुलीमा त्यसरी कुटाइ खानु त भएन माछा मार्ने केटाउले पुरा पिटेर घरमा पुरा पसेर पुरा चोर जसरी समात्दै निकाल्दै पिट्दै त्यस्तो गरे पुरा हाम्रो घरमा 2टा बच्चाहरू सुतेका थिए पुरा तिनीहरूलाई पुरै उताबाट यता पल्टाइदिने बन्दुकका कुन्नाले उताबाट उता पल्टाइदिने पुरा बागज खोलेर 40,000 रुपैयाँ थियो त्यो 40,000 रुपैयाँ गहना पुरा तिनीहरू निकालेर यस्तो पुरा बिमाका कागज दर चिर्दिएर पुरा मलाई पुरा गिनौर बन्दुकले समेत रन्डी तेरो श्रीमानलाई देखाउने भए देखा नत्र भने पुरा गोली मारिदिन्छ भनेर त्यसरी पिट्थ्यो पुरा डेहरी भित्र पसेर पुरा धान चामल लाई मसरो पुरा एकैमा गराएर पुरा तेरो श्रीमानलाई निकाल ननिकाल्ने मेरो रन्डी तँलाई गोली मारिदिन्छ वहाँबाट पिटेर यहाँ फाल्ने वहाँबाट पिटेर यहाँ फाल्ने वहाँबाट पिटेर यहाँ फाल्ने यहाँबाट पिटेर वहाँ फाल्ने रन्डी तँलाई गोली लगेर उडाइदिन्छ तिमीले यस्तै टिका बनाउने एउटा बच्चा सहित यति मान्छेहरूले यति पुलिसका ठुल्ठुला अफिसरहरूलाई मार्यो तेरो श्रीमानलाई मारिदिन्छन् कहाँ गर्छ तेरो श्रीमान पुरा उनीहरूले
11 बजे रातदेखि उनीहरूले बिहान 5 बजीसम्म दङ्गा मचाएर उनीहरूले लगे। त्यस्तो गरे तिनीहरूले श्रीमानलाई छोप्न पाएनन्। पुरा त्यसरी जतिसम्म पुरा तिनीहरू हप्तामा 2 दिनमा 3 दिनमा पुरा आएर पिट्थे मार्थे। पुरा हाम्रो उही दिन त एउटा कुरा भनेपछि उही दिन त पुरा जति दोकान पुरा जति छन् खोला भनेर पुरा खोलाएर तिनीहरूले 10 लिटर कस, 20 लिटर घरैया, 5 पोका मेघा पुरा तिनीहरूले सिगरेट पुरा खाइदिए त्यो दिन पनि। त्यस्तो गरेर गइसकेपछि जब आउँथे तब तिनीहरूले पुरा दोकानमा दङ्गा गरेर जान्थे। पुरा आफ्नो हातले खाने, आफ्नो हातले पिट्ने। पुरा हामीले तेरो श्रीमानले हतार ल्याएको छ, यो गरेको छ, ऊ गरेको छ। हामीले पुरा आफ्ना 2 बच्चाहरूका अगाडि हामीले यसरी टाउकामा हात राखेर कसम खाएर पनि भन्यौँ हाम्रो श्रीमानले केही पनि गर्नुभएको छैन। हामी सर्वसाधारण हो, हामीले यसरी आफूले बालबच्चा पालेका छौँ, हामीले यसरी खाएका छौँ, हामीलाई यस्तो नगर भन्दाखेरि तिनीहरूले सताइराख्ने। त्यस्तो गरी तिनीहरूले सताए, कति दिनसम्म पिटे, कति दिनसम्म मारे, कति के गरे। हामीले कसैले पनि केही गर्न सकेनौँ। एक दिन तिनीहरूले त्यस्तै रात दिन त्यस्तै गर्दा तिनीहरूले 18 जना आएर पुरा सिभिलमा श्रीमानलाई यहीँबाट छोपेर पुरै लगे। तैँले तँलाई भन्नी लैजान्छौँ भने यहीँबाट छोपेर लगिसके पुरा हत्केरी लगाएर लगे। त्यहाँदेखि जेलमा, त्यहाँबाट धनगढी लगे। धनगढीबाट जेलमा तिनीहरूले अब के गरे, कुट्छन्, पिट्छन्, मार्छन् कि के गर्छन् हो कि नै त। अझसम्म यस्तो दमन गरेका छन्। हामीले कसरी बालबच्चालाई पढाउने, कसरी लेखाउने त? हाम्रो यस्तो समस्या भएको छ। हामीले बालबच्चालाई पढाउने कि हामीले कसरी घर गृहस्थी चलाउने, कसरी हामीले बालबच्चालाई पढाउने, कसरी लेखाउने, के गर्ने, हामीले कसरी के गर्ने त? हाम्रो बुझिस त हामीले कसरी चलाउने त? मारा केस, बलात्कारी केस, चोरी गरेर गइदिएका भएपछि हामीलाई केही गल्ती थिएन। मेरो श्रीमानले गल्ती गरो, गल्तीको सजाय भोगोस् भनेर हामीले भन्ने थियौँ हो कि नै त? तर बेगल्तीको सजाय काट्नु एउटा घाँटीमा बन्जर हाने सरी हुन्छ। हेर्नुहोस्, एउटा बेगल्तीको जेलमा बाँधिनु, बेगल्तीको आफ्नो घर गृहस्थी छोड्नु, बेगल्तीको सजाय काट्नु भनेको यो कति बुरा हो। हेर्नुहोस् न, पढ़ल लिखल फेर कौन आए हो, आलू बेचा गाँव में, इंडिया से आलू नाम के गाँव में बेचना। नेटा मोटा कुछ नहीं रहे सर, अपन मजूरी ढटोरी करके खाना मने पकड़ो पाई कि नहीं। फसल खोले उठो सामान ले कह के जगह नहीं, अब उठली तो आप तोर नाम कह के राजेश चौधरी हो तो हाँ सर कह के बस पकड़ के लेगी नहीं सर। 12 बजे रात के नाव के पूछना है घरे मन से 8 से सर भेस्ता लगा दे, 8 से भेस्ता लगाई नहीं, 8 से कट्टू की लगाई नहीं, ना गोरा में चप्पल घाले दे नहीं, ना कोई चीज़ ना ले दे नहीं, बस लगी नहीं पकड़ के। अब मोरा आँखी के सामने घरे मन से निकाल के सर वो सड़क पर गई नहीं, 8 से तो मारे लग नहीं, मारत लगी नहीं। मार के तो जम ये सब ठोर दे नहीं, जम छाती में 2 जाने 3 जाने जुट्टा घाल के चढ़ के मारना, घने इसी के रुखों में इसी के हाथ कस के मारना, अटरा ढूंगा पत्थर पट के जीना। कहीं जिट्टी पुलिस को मन आगी कहीं लगाई कह के टूरी मार लो, नाई हजूर हमरे नाई गिली कह के हमरे नाई मार ली, फेन बोल के कह के फेन मारना। जब मार के तो पूरा देह बिगाड़ ले आते सर, यहाँ भीतर छाती दुखत कठ यहाँ भीतर गिराए, दवाई न बिराए कुछ नहीं करा दे नहीं मार के। अपने फिर बीमार कैसी के अपन दवाई करा, अपना रुपया लगा से सारा बीच एक्सरा कर यहाँ पेट में पथरी बदी है, पथरी झाड़े अपने फिर काम नहीं करे से अपना एकदम दुखत रात के। छोट छोट बच्चा कहाँ जाऊँ अस्पताल के ले जाए, अतरा समस्या बावे। अब अपन मने रहते श्रीमान तो कहूँ पैसा जुगाड़ लगा के दूस दवाई करा ले जी, अब का करना हो, अपना समस्या बावे, अपना समस्या बस सर। अपन आँखी के सामने मारत देखूँ, बंदूक के उचले मरना, वह लट्ठी वह लट्ठी ले यहाँ घनी खुट्टा मरना, घनी यहाँ मरना, उसते मारत लगी नहीं। वहाँ भेंट करे जाए तो भेंट करे फिर ना दे, अतरा समस्या बस सर। कहाँ ले जाए तो कहीं के अतरा रात मैं नहीं जाए दे, कहीं के कौचा करे ले जाए तो कहते हैं कि सूट बूट करे ले जाए थी भजने कल 10 बजे कहीं के फिर आए जाए, कहीं के तोर मन ही सूट तो मैं कनु के लाई जीवो हमरे कौचा करे सूट ही कहीं क्या बस मैं कनु कि ना जाए देम। जब की बात है बकले से दिन क्या रो तो फिर दिन क्या हो कहीं के कौचा बात बात बुझे ना तो नहीं ऊँचा कर नहीं
लैगी नहीं ले जाके यहाँ सड़क पर चढ़ाई नहीं तब से मरते पीटते ये गाँव उहर लिहिंग बावे पाछे नर्सरिया उ नर्सरिया ठन तो ढूंगा झटके जाए ठन का हूँ और बेड से पीट पाट के लैगी नहीं अब वहाँ गईली तो फिर हमरे 6 दिन पर से धनगर ही गईली तो हो जबरे से जबरे नज़र से देखे के लिए नहीं खाना खाने करना तब जाके तो मैं कहतू कही के सर वही हुए मोर मनाई कही के यहाँ से लैके ले रहूँ मने कपड़ा ये अब रात के सूटल कपड़ा अट्ठे से कट्टू के घर ले रहे भेजते के घर ले रहे वो भेजते फिर अट्ठे फाटल रही तो अब रात के नक कोई नहीं तो कहूँ और फाट गेल पीछे जमा निकर गेल तब जाके है अब मैं यहाँ से लैके ले रहूँ कपड़ा 2 ठो भेजता लैके ले रहूँ 1 ठो स्वरही रात के मस्कट हिन कही के तू स्वरही कहता ऊँचा झोलक सामान कहता पोलेठी में भर अट्ठे छोड़ दे वो चल जा कहता तो मैं कहूँ कि ना सर कह के बोले ना दे वो कह के मैं नज़र से देख तो लूँ मोर हुए कि ना हुए मैं कह के अपन चीन हम ना सकल तो देख लेम कह के तो गरियाए बेटब से गरियाए कि मने ठरनीन के कह के झोला देख के शंका लागत कह के वस्ते करते करते ना जाए दिहल तो हमरे फिर चल गिली दोनों जाने बाजारे वहर घूमली वहाँ से घूम के आके फिर गईली भीतरे तब जाके भीतर लगी तो हमरन बोले ना दिहल दूर से अठने से उस सारा खस दूर निकारल खाना खवाए तो दूर से हमरे देख के देखली हुई कह के भर हमार पता हुई गेल कि हम नहीं बात आई तब जाके वहाँ से आके दूसरे बिहान के जेते जौने टौने बात का नहीं तब जाके बिहान के 2-3 शब्द बोले दे नहीं सामान तो हमरे हाथ में ना दे पैली एकदम मार पा के हाथ गोर थर करना ये अंगरी पिंगरी अटर से ना सोच हुन एकदम बिल्कुल कुटनारे रहना पाछे में का करबो कही के एकदम मस्त के हाथ मल हो कही के तो शरीर बढ़िया हुई वो शरीर अभी हाथ गोट पसरे लगनी तो अभी भीतर चोट कट न डट के लागल बकन पता ना हो आज घड़ी तक चेक उक ना करा पहले हुई सबैको दबाबमा बस्नुपर्ने भयो अब के गर्ने काठमाडौँमा त्यतिखेर 45 दिन नपुग्दै फोहोर शब्द बोल्ने त्यहाँ आफ्नै मान्छे कत्रो उ गर्ने मान्छे त्यहाँ फोहोर शब्द बोलेर होटलमा कस्तो नराम्रो व्यवहार गर्न खोजेको 45 दिन नपुग्दै त्यस्तो गरे यहाँ पछि कस्तो के गर्ने हो नजो खै सेतो कपडा त्यस्तो उ गरेर बच्चा पेटमा हुँदाखेरि कस्तो शब्द बोलेको मलाई मुख देखाउनु अगाडि आउँछ उसको मुख देखाउने मलाई हेड हुन्छ कोही परिवार के भन्छन् कोही परिवार के भन्छन् तपाईहरु छुट्टै बसिरहनु भएको छ हजुर 45 दिन नपुग्दै एउटा काम गर्छु भनेर त्यहाँ लग्यो काठमाडौँमा फोहोर शब्द बोल्ने मेरो होटल छ त्यो होटलमा परिवार यस्तो पछाडि पढ्या हुन्छ खोइ के गर्ने अब कसरी उ गर्ने होला थाहै छैन दिमागै छैन मेरो त्यस्तो मान्छे आउँछ फेरि मलाई मुख देखाउने आउँछ अगाडि मेरो अगाडि किन आउँछ खोइ मेरो पाइलाले किन हिँड्छ के खाछु के गरेको छु त्यसको यत्रो दुःख छँदैछ सम्झाउनु पर्ने ठाउँमा हात समात्नु पर्ने ठाउँमा त्यस्तो गर्छन् आफ्नै परिवार पनि छानबिन आयोग गठन गर्यो यहाँ बुझ्ने काम तमाम भयो अहिलेसम्म सरकारले कुनै किसिमको त्यो छानबिन आयोगको रिपोर्ट भएन जुन त्यो घटनामा को क्रममा पक्राउ भएका छन् तिनीहरू दोषी हुन् कि निर्दोष हुन् कि तिनीहरूमाथि पनि यो पीडादायक पीडा भोगिरहेको परिवारलाई पनि अदालतले अहिलेसम्म कुनै किसिमको बुझ्ने काम भएको छैन अब तिनीहरूको पनि छानबिन के भइराखेको छ अहिलेसम्म त्यो पनि हामीले सुन्न पाएका छैन र जुन त्यसमा
वारेन्टेड भइराखेका व्यक्तिहरू छन्। यसमा यताउति काहीँ धेकिराखेका छन्, तर अहिले छोप्ने काम भएका छैन। वारेन्टेडहरू पनि घुमिराखेका छन् भनेपछि यो नेपाल सरकारको सरकार बदल्ने काम बाहेक अरू काम चाहिँ भएको छैन। र यो पीडा जुन यो साउन्त परिवारलाई भएको पीडा सरकारले पनि देख्न नचाहेको हो कि तिनीहरू अनि 2 जना एसएसपी अरू एउटा हवलदार उनको हुन्थ्यो रामबिहारी। तिनीहरू आएर हाम्रो यहाँ घरमा यहाँ कोठामा पसे अनि चुप्पो लगाउन सकेनन्। अनि त्यो आन्दोलनकारीहरू आइगयो, ढोकामा यहाँ तुल्याए अनि एउटा काठ हालिहाले, ढोका लगाउन सकेनन्। अनि भित्रबाट निकालिकन आँगनमा यहाँ तिनको छिटो राख्दै गरे। त्यही हो अब हामीले देखेको धेरै थिए यहाँ, हजारौँ जनसङ्ख्या हामी होइन, हामी चिन्न सकेनौँ कसैलाई पनि। त्यस्तो छ। ढुङ्गा मुढा कति गरे, अब हाम्रो झाल ढोका सबै एकातिर झाल तोडेछन्, माथि टायल तोडे घरको। त्यस्तो गरे। हामीलाई पनि घरमा आगो लगाइदिन्छु भन्न लागे। अनि हामी भन्साघरमा भागिहाल्यौँ। भन्साघरमा गएर त्यहाँबाट हामी देख्यौँ त्यही आँगनमा यहाँ त्यसलाई मारे। अरूहरूलाई त अब आगो पनि लगाए, जिउँदै आगो लगाए, तिनीहरू कराइराखेको थिए। 8 गतेको 7 गतेको घटना घट्यो, त्यहाँ दोषीलाई चाहिँ कारबाही हुनैपर्छ। राज्यले कानुन अनुसारको दण्डनीय गर्नैपर्छ। नभए यस्ता घटनाहरू फेरि पनि पछाडि घट्न सक्छन्। त्यसकारण पीडितलाई क्षतिपूर्ति दिनुपर्छ राज्यले। र जसको पसलहरू तोडफोड भएको छ, लुटिएको छ, एफएममा आगजनी भएको छ, क्षतिपूर्ति दिएर पुनः स्थापना गर्नुपर्छ भन्ने मलाई लागेको छ। र तपाईको अझै परिस्थितिलाई सहज बनाउनको लागि यहाँका राजनीतिक दलहरूले सबै समुदायहरूलाई एउटा टेबलमा राखेर छलफल, अन्तर्क्रिया, बहस कार्यक्रमहरू वडा स्तरमा, गाविस स्तरमा, त्यसपछि तपाईँको जिल्ला स्तरमा अथवा नगर स्तरमा सञ्चालन गर्नुपर्छ जस्तो मलाई लाग्छ। मैले यहाँलाई जानकारी गराएँ, तुलनात्मक रूपमा एकदमै धेरै राम्रो परिस्थिति छ, अहिले धेरै सहज छ। तर अझै पनि यसलाई सहज बनाउनको लागि त अब तपाईँको पीडकलाई कारबाही हुनै पर्यो, पीडितलाई क्षतिपूर्ति हुनै पर्यो। अब यी 2-3 कुरो भएन भने मनमा दुईटै पक्षको ट्रुस थोरै बाँकी रहिरहन्छ। 21औं शताब्दीमा जब चाहिँ मान्छेलाई ढुङ्गाले किचेर, लोहराले किचेर जब मार्ने अवस्था आयो, यसको चाहिँ मलाई लाग्छ लामो समयसम्म यसलाई चाहिँ बिर्सिन त सकिँदैन। हेर्नुहोस् होइन, अब आफन्तहरूले पनि बिर्सिन सक्नुहुन्न, टिकापुरवासी जहाँ घटना घट्यो त्यो पनि बिर्सिन सक्नुहुन्न। तर पनि यसको नबिर्सिनु भनेको मतलब यसको चाहिँ बदला लिनुपर्छ भन्ने खालको कुरा पनि होइन। जति चाहिँ आउनु भएको थियो जुलुसमा, उहाँहरू सबैको कुनै दोष छ भन्ने पनि होइन। केही मान्छेहरू दोषी थिए, पक्कै पनि कसैले नमारेर उहाँहरू मर्नु भएन। बाहिरबाट आएर पनि होइन, जुलुसमै आएकै मान्छेबाटै चाहिँ मारिएका हुन् भनेपछि कोही न कोही पक्कै दोषी छ। तर आम मान्छेहरूलाई दोषी ठहराएर आप एउटा समुदायलाई, एउटा सम्प्रदायलाई, एउटा जातिको मान्छेलाई दोषी ठहराउने र त्यो नजरले हेर्ने कुरा हामीले गर्न हुँदैन। त्यसलाई कसरी प्रयोग गरेर आफ्नो अभिष्ट चाहिँ साध्य पुरा गर्छ, अब त्यसबाट हामी भोलिका दिनहरूमा सचेत हुनुपर्छ भन्ने हामीले शिक्षा दिनुपर्छ। केही मान्छेहरूको मृत्यु भयो, कसैको टुक्रा भयो, धेरै मान्छेहरू, कतिपय मान्छेहरूलाई यसलाई राजनीति एजेन्डाको रूपमा लिए, कसैलाई राजनीति गर्ने मेलो पनि भएको छ। अब हामीले चाहिँ नबिर्सन पर्ने कुरा के भने हामी कसैले प्रयोग गरेर कसैलाई चाहिँ हामी भर्याङ भन्ने र हामीलाई हाम्रो चाहिँ लासमाथि, हाम्रो आफन्तको लासमाथि कसैले शासन गर्ने कुरा त्यो ठिक कुरा हो। यो कुरा हामीले स्मरण गर्न पर्छ।